गाइस यहाँ सबजना फेरि आइसकेको छ आज सिनियर गेमहरु छ यहाँ चाहिँ अलिक अप्ठ्यारो पनि भइरहेछ मलाई यहाँ हाम्रो अमन भाइ हिजो यस्तो बब्बाल काटा हाने यार आज हाम्रो निजेश भाइले एउटा सुन लिएर आइदिन्छ त्यति हो पुरै हामीलाई आज हाम्रो फेरि कराटेको भ्लग हाम्रो के अरे सौगात भाइटी सन्देश भाइटी ओम ए दाइले पनि ट्याक्कै मेसेज हान्नु भयो विजय भाइ सबजना यहाँ जोसिरहेको अब केटा अब के आज गेमको भ्लग आउँछ होइन अनि त्यसपछि फेरि अब अर्को भ्लग अब केमा आउँछ फेरि हेरौँला है अब केटा हो सो केटा हो अब हामी यहाँबाट बाटोमा छौँ अब एकछिनमा हामी अब पुग्छौँ यहाँ एकछिनमा पुगेपछि मजाले भ्लग हान्ने हो अब सबजनाले बल्ल तल्ल गाडी स्टार्ट भयो हाम्रो होइन अब यति दुःख गरेर यहाँसम्म पुऱ्यो होइन अब हामी गेममा जाँदैछौँ होइन अब गाडी पनि खराब भयो गाडीले पनि धोका दियो आज ढिलो भइसक्यो हामीले उयो त हाम्रो सन्देश सौगात भाइ फायर मोडमा छ आज यार ढिलोले गर्दा बल्ल तल्ल हाम्रो वेट नाप्नु पालो आयो यार बल्ल तल्ल फाइनली अझ वेट नाप्नु पालो आयो भर्खर सो केटा हेर्न सक्छ स्टार्टिङदेखि फेरि अब त त्यही हो केटा हाम्रो प्रथम भाइले काटामा एउटा गोल लिएर आइदिन्छ साइडमा सन्देशले सौगातले उमले लिएर आइदिन्छ सक्यो हामी त हेर्ने ताली पड्केर सक्यो केटा अनि अरे यहाँ हाम्रो प्रथम भाइ क्यामेल बनाएछ यहाँ बोजहरू त्यहीभित्र हो अनि अब त्यही गेम गरिन्छ प्रथम भाइको काटाको भिडियो पनि हालौँला यार प्रथम भाइको काटाको भिडियो पनि हाल्नुपर्छ यार कस्तो खतरा काटा गर्छ होइन प्रथम भाइ अनि त्यसपछि यहाँ हेर यतिको नाम राख्यो रङ्गशाला अस्ति जस्तो गर्नु पर्ला हामीले खाना खायो अब जम्बु हान्नु जान्ला छ यहाँ हामी सबजना यहाँ हेर सबजना हामी जम्बु हान्न गइरहेछ अब अनि अब खानासाना खाइसकेपछि अब पेट पनि अगाएको छ जम्बु त अब सकिन्न होला होइन हाम्रो सौगात भाइ सन्देश भाइ छ सकाउनुलाई यी आएर केटा कप 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 चक्ना भएन अरे मुला साथी सन्देशले साथी अरे सन्देशले होइन स्ट्रिम भन्दा यता त्यो केही गऱ्यो अरे सन्देशलाई त आज घर लखाउनु पर्छ ल दाइ सर केटा फाइनली हाम्रो दाइ पनि भेट्नुभयो सन्देश दाइ हाम्रो दाइ भेट्नु है दस हाम्रो दाइ भेट्नु है केटा तिम्रो भयो गेम अनि छैन नि दाइ अहिले गेमै स्टार्ट भएको छैन अब म आइसि हुन्छ नि त्यही त दाइ ल ल ल आएँ है म ल आउनु ए मेरो भाग कहाँ छुरी मिल्छ त्यहाँ तिमीहरूले ल ल केटा ल हाम्रो खै मेरो ग्लास भरि खाने हो ल केटा नेक्स्ट चेस रे अहिले हेर हाम्रो सबैजनाको भनिदिनु अर्को हातमा थाप्छ त्यो केटा ए त्यो जे पाइ त्यही नबोल न हेर यहाँ हेर मेरो भालो केटा हो ल केटा थप भोलि ल भयो ल केटा ल सब त अब केटा चेस हान्नु पऱ्यो एकछिन काय ल चेस नहाँस न ओके यो गिलास राखे भोलि खानुपर्छ गिलास राख होइन भोलि खाने हो फेरि आजको भ्लग यति होइन अब फेरि हाम्रो यो मलाई यति गरेर खाँदैछ होइन खाए त मैले आफ्नो बाउको खाएँ खाएर त हाम्रो मुला बाउको खाएर भनेपछि
आमा ल यहाँ हेर यहाँ हजुर खाली बोतल खाली छ ल केटा हिँड्ने अब हामी आफ्नो ठाउँमा हामी घर जानु लाग्यो ल ल बच्चाहरू लग्नु पर्यो बच्चाहरू ओ हात छुटाइस् लाइनमा हिँड्ने लाइनमा भाइहरू चुलाएर मेरो छैन नि त हात जोडी गर्ने होला ओ भाइ गभर्नर चुलारिन ल सो केटा अब सिधा फेरि भोलि हाम्रो गेम छ होइन भोलि हाम्रो गेममा हामी तहल्का मजा दिन्छौँ केटा ल भोलि हाम्रो गेममा यार ल गाइज बाई बाई आज सेकेन्ड दिन आज फेरि हाम्रो गेम यहाँ अब एकचोटि अब हामी त्यहाँ पुरै फेरि भ्लग गर्नेछौँ अब गाडी यताउति बिचसम्म भ्लग हुँदैन है आज सो सरी त्यसको लागि चाहिँ सो गाइज फेरि हामी यहाँ पुऱ्यो सो गाइज भन्ने बानी नजाने भयो यार मेरो अब एकछिनमा गेम स्टार्ट हुन्छ सबजना उता ड्रेस चेन्ज गरिरहेको छ यता हाम्रो टिम छ ल यस्तो तनाव भएन गाडीमा पनि ठग्दियो गुलले नि गाली गर्नुभयो अनि सबजना यहाँ नुन खाएको छ भने चर्को गर्नु सो गाइज हामी खाजा खान जाला होइन अब सो गाइज हामी अब खाजा खान जाला खाजा खाएपछि अब गेम स्टार्ट हुन लागिसक्यो 35 केजीदेखिको अब हामी यसो खाजा के भन्ने नि छिटो जाऊँ होइन खाजा खाएर अनि त्यसपछि फेरि अहिले यहाँ हेर मसँग यहाँ सिङ्गारको ब्यागै छ यहाँ बोकेर हिँड्दा 250 राख्ने हैन दाइ दाइ गाडीबाट 250 राख्ने है 200 राख्नु 200 राख्ने 200 राख 200 पुग्छ 30 रुपियाँ लियो भने 180 पर्छ 6 जनाको पैसा त 40 लियो भने 40 रुपियाँ लिँदै लिँदैन कतिवटा गाडी एउटा गाडी भए पुग्छ हामीलाई यहाँ हामीलाई यार आज पैसाको आपत पऱ्यो हिजो हात चाहिँ सकाइदियो आज यहाँ 500 रुपियाँमा सबै गर्नु पऱ्यो हो कि होइन हो फाइनली यति दुःख गरेर पैसा त हारियो होइन यहाँ सबजना हारे हामी केटाहरू गए हाम्रो यहाँ ओम भाइले गोल्ड लिएर आयो सौगात भाइले सेकेन्ड लिएर आयो अर्को पालि हाम्रो के अरे सौगात भाइ ए सन्देश भाइले देखाउँछ होइन अर्को पालि सन्देश भाइले देखाउँछ यहाँलाई हेर थोप्रा भाइ थोप्रा देखाइदिउ सन्देश थोप्रा देखाइदिउ अब यार फेरि अब नेक्स्ट टाइम हेरौँ के हुन्छ होइन जितिरहेको गेम के भन्ने हारिरहेको गेम के जितिर भन्ने होइन अब टक्क लगाएर कोक सोक खाइन्छ त्यसपछि घर सर्के जाइन्छ होइन केटा के पाइयो हामीले ग्लास छ होइन टक्क स्प्राइट छ हारिन्छ ल अब केटा पार्टी साटी हारिन्छ हारेको उपलक्ष्यमा हाम्रो सन्देश भाइको थोप्रा यार यसपालि आज यस्तो न्याउरो पारेको छ होइन साथी म तिमीलाई हानिदिन्छु होस् गर न ओइ गाडी हेर पायो होइन रोक यसलाई यहाँ राखौँ क्यास हालौँ होइन अनि अब हाम्रो पार्टी स्टार्ट भयो होइन हारेको उपलक्ष्यमा पार्टी भइरहेछ हाम्रो बिस्तारै गर न अब तिम्रो गर्न मिल्छ त यस्तो हुनुपर्छ त सो केटाहरू अब फेरि अब हामी खाजा खान्छौँ त्यसपछि फेरि गाडी भ्लग हुन्छ अब घर जान्छौँ अनि त्यसपछि भोलि यो भिडियो अपलोड हुन्छ होला आई थिङ्क भोलि या पर्सि भिडियो अपलोड हुन्छ ल खोला हेऱ्यो केटा हो तिमीहरूलाई त खुवाउनु मिल्दैन होइन हेऱ्यो चित्त बुझा हो ल केटा ल खानु छ भने यदि आधी घन्टाभित्र कोही छिड्यो भने चाहिँ खाना पाइयो है अब भिडियो चाहिँ भोलि अपलोड हान्छ अनि आधी घन्टाभित्र चाहिँ कहिले भोलि चाहिँ सपनामा छिर्ने फेरि केही छैन नि किन्दिउँला फ्यानहरू आयो भने फ्यान फलिङ बडा हो केटा आयो भने चाहिँ किन्न पाइन्छ ल केटा ल फेरि ल ओइ गुवाचे रोक न रोक मैले खाएकै छैन के भाइ मेरो त्यत्तिकै छ मलाई चाहिँ खाएपछि ल के छ
चुरुन 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 ल केटा मलाई खाइसक्यो भएन आइज न भएन आइज न यति भएन आइ छिटो हाम्रो टिम सेकेन्ड हाम्रो भाइ फर्स्ट सेकेन्ड टिम सेकेन्ड सौगात सेकेन्ड गाइज अब हाम्रो यहाँ हाम्रो गुवास भाइ गुवास होइन यार केटा म त नकआउट त भने होइन 25 केजीमा द्वितीय स्थान हासिल हुन द्वितीय स्थान स्वस्तिका मगर सो गाइज नररिपुर त्यस्तै गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएकी बहिनी प्रतीक्षा आले मगर नररिपुर प्रथम स्थान प्रतीक्षा आले मगर द्वितीय स्थान एकाडेमी निशिका कटवाल नररिपुर प्रथम स्थान यो भिडियो गर त तिमी म फोटो खिच्छु भिडियो गरेर अहिले तिम्रो आउँदैन भिडियो गर त छोड त्यसपछि तयारी भएर बस्नेमा 61 केजी दौड समूहका सम्पूर्ण पदक विजेता खेलाडीहरू महिला नररिपुर प्रथम स्थान -68 केजी महिला दौड समूहमा खेल्न माने नमाने किन डोडा पदक तथा प्रमाणपत्र वितरण गरिदिनको लागि नररिपुर तपाईँले प्रथम स्थान ओए दिदी हामी पुरुष एकल कातातर्फका पदक तथा प्रमाणपत्र विजेता खेलाडीलाई एकल कातातर्फका पदक हाम्रो भाइ यार सेकेन्ड भयो सेकेन्ड हो सौगात तोले नररिपुर सौगात तोले द्वितीय स्थान रोक रोक ओम ठाकुर नररिपुर प्रथम फोटो स्थान खिच्छ सेकेन्ड हो So guys, केटाहरू फर्स्ट सेकेन्ड भयो यार किङ हो बच्चु सेकेन्ड हो तृतीय स्थान नरहरपुर निमा योजन स्वच्छन्द भैरव तृतीय स्थान मिलन तामाङ हाइसिहा यसपछि हामी 60 केजी पौडी समूहमा पदक हाम्रो युवराज दाइ गाइज हाम्रो युवराज दाइ केटा गोल 60 केजी पौडी समूहका आयुष श्रेष्ठ युवराज नेपाली एम्स प्रथम स्थान ओए त्यसपछि टिम सेकेन्ड टिम द्वितीय हुन सफल भएको छ नवरिपुरको हाम्रो टिम सेकेन्ड हाम्रो भाइ फर्स्ट सेकेन्ड टिम सेकेन्ड सौगात सेकेन्ड गाइज अब हाम्रो यहाँ हाम्रो गुवास भाइ गुवास होइन यार केटा फेरि अब हामी घर जानलाई होइन
घर जाँदा अर्को पालि सुनाउँछ हाम्रोबाट सबैजनाले अब प्रतिज्ञा भनौँ न त्यस्तै ल्याएको तिमीहरू सबैजना एउटै लाइनमा घर जाने हस् यो सृजालाई म ऊ त्यहाँ चेकअप गराउँछु है सबै लाइन बस्छ हस् केटा हो हामी चाहिँ ड्रेस चेन्ज हानौँ होइन आजको चाहिँ समाप्त केटा रोक है ड्रेस चेन्ज हानौँ पहिला सो गाइस अब हामी ड्रेस चेन्ज हान्नु जाँदा यहाँ टोइलेटमा ए साथी भात खाएर केटा भात छ ओइ सौगात कोपन छ होला जाउँ न भात छ अरे बाँकी छजना चपचुप हानौँ न हामी फेरि भोज खाम यार हामी घर जाँदा होइन फेरि हामी सेकेन्ड भएर हो नि हामी 3 सेकेन्ड भयो होइन 3 सेकेन्ड भइसक्यो अब घर जानु भयो त ल यसो होइन हामीतिर नि हेरौँ ल यो फर्स्ट यो दाइ चाहिँ फेरि किन उडेर हामी हाम्रो म गुर्जु धाराबाट घुम्न सानो गाडी आएन